यदि कसैले गएर सोध्नेछ कुशल बुर्तेललाई र भन्नेछ के हो कमब्याक र कुशल बुर्तेल जब फर्काउनेछन् र देखाउनेछन् युएसए विरुद्धको गेम यो हो कमब्याक। आहा क्या शानदार ब्याटिङ थियो कुशल बुर्तेलको। गुजबम्स आइरहेको छ, त्यो ब्याटको साउन्ड अझै कानमा गुन्जिरहेको छ र कुशल त्यो क्राउड र कुशल बुर्तेलको त्यो शतक। म पर्सनल्ली पनि कुशल बुर्तेलको समर्थक भएको कारणले गर्दा आज धेरै नै खुसी लागिरहेको छ मलाई। किन भन्दा कुशल बुर्तेल फर्मलेसको कारणले गर्दा 3 म्याच बाहिर बस्नु परेको थियो। उनी लामो समय फर्मलेस थिए। त्यसैको कारणले गर्दा पनि नेपाल क्रिकेटमा असर देखिरहेको थियो। टप अर्डरले रन नबनाउन सक्दाखेरि नेपाल क्रिकेट ल्याग गरिएको देखिरहेको थियो हामीले। रन निस्केको थिएन ब्याटबाट। पहिलो 10 ओभर पहिलो पावर प्लेमा बनाउनु पर्ने रन बनिरहेको थिएन। टप अर्डर ब्याट्सम्यानहरू टिकिरहेका थिएनन्, ब्याट लागिरहेको थिएन, रन लागिरहेको थिएन र धेरै समयपछि कुशल बुर्तेल होम अफ नेपाली क्रिकेटमा चम्किएका छन्। फेरि पनि मलाई याद छ अझै पनि त्यो नेदरल्यान्ड विरुद्धको T20 डेब्यू कुशल बुर्तेलको। लगातार 4वटा हाफ सेन्चुरी बनाएका थिए कुशल बुर्तेलले र त्यही भेन्यूमा कुशल बुर्तेलले कमब्याकमा शतक बनाएका छन्। अब कुरा गरौँ म्याचतर्फ। युएसएले टस जितेर ब्याटिङ रोजेको थियो र पहिलो ब्याटिङ गर्ने क्रममा 43 ओभर 3 बल खेल्दै 195 रनमा समेटिन पुगेको थियो। युएसएका लागि समित पटेलले 83 रन र सही सूर्यले 50 रन जोड्न बाहेक अरू ब्याट्सम्यानले रन जोड्न नसकेका कारण, ब्याटिङ कोल्याप्सका कारण युएसए 195 रनमा समेटिन पुगेको थियो। जवाफमा नेपालले 36 ओभर 4 बल खेल्दै 1 विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो। नेपालका लागि कुशल बुर्तेलले नट आउट 120 रन हानेका थिए भने आसिफ शेखले 58 रनको पारी खेलेका थिए र लास्टमा आएर साथ दिएका थिए ईशान पाण्डेले र 20 रनको इनिङ खेलेका थिए। यो कीर्तिपुरको ग्राउन्डमा WCL लिगको यो लेगमा, यो साइकलमा ब्याटिङ सेकेन्ड गर्ने टिमले यो पहिलोचोटि जितेको छ। नेपालले पहिलोचोटि जितेको छ। त्यसैको कारणले गर्दा पनि युएसएले पहिले ब्याटिङ रोजेर ठुलो विशाल लक्ष्य राख्ने सोचमा ब्याटिङ गर्दै थियो, तर ब्याटिङ कोल्याप्सका कारण युएसएको सपना भने पुरा हुन सकेन र नेपालले यो साइकलको पहिलो जित दर्ता गरेको छ सेकेन्ड टिम ब्याटिङको रूपमा। मलाई अझै पनि याद ताजा छ जिम्बाब्वे विरुद्धको गेम। कुशल बुर्तेल 59 रनमा आउट भएका थिए। कुशल बुर्तेलले 90sमा ब्याटिङ गर्दै मनमा डर कुसमुक्स लागिरहेको थियो। किन पनि भन्दा जिम्बाब्वे विरुद्धको वर्ल्ड कप क्वालिफायर गेममा 59 रनमा आउट भएका थिए उनी। त्यो कारण पनि उनलाई चलचल ताजा भइरहेको थियो होला र त्यसैले कुशल बुर्तेल 90sमा केही धीमा देखिएका थिए। केही आफ्नो समय लिएर त्यो लक्ष्य, आफ्नो 100 रनको लक्ष्य पार गरेका थिए कुशल बुर्तेलले। कुशल बुर्तेलको कुरा गर्दै गर्दा आसिफ शेखलाई पनि बिर्सिनुहुन्न। आसिफ शेखले पहिलो साझेदारीको लागि कुशल बुर्तेलसँग 145 रनको साझेदारी गरेका थिए र 58 रन बनाउँदै पेभिलियन फर्केका थिए। नेपालका लागि बलिङतर्फ दिपेन्द्र सिंह एरीले 4 विकेट लिएका थिए भने सोमपाल कामीले 2 विकेट लिएका थिए। सन्दीप लामिछाने र गुलशन झारले 1-1 विकेट लिएका थिए। 18 तारिक स्कटल्यान्डसँग हुने गेममा DLS मेथडलाई मध्यनजर गर्दै नेपालले डिसिजन लिन पर्ने हुन्छ, किनकि त्यही DLS मेथडको कारण अघिल्लो गेम स्कटल्यान्डसँग 2 रनले हार्न पुगेको थियो। स्कटल्यान्डसँग 2 रनले हारे तापनि यो जितसँगै नेपाल कन्फिडेन्टका साथ स्कटल्यान्डसँग 2 रनले हारे तापनि यो म्याचले भने नेपाललाई कन्फिडेन्ट बुस्ट गर्नेछ र कन्फिडेन्टका साथ स्कटल्यान्डसँग भिड्नेछ। मैले अघिल्लो भिडियोमा भनेको थिएँ नेपाल भर्सेस युएसएको एनालाइसिसमा नेपालको स्पिनर युएसए विरुद्ध अलिकति भारी पर्न सक्छन् भनेर। भारी परे नेपालको स्पिनर युएसएको विरुद्ध। फेरि नेपाली ओपनर जोडी फर्किएको छ।
ब्यालेन्स र कम्बिनेसनको लागि डाक्टर इशान पाण्डे पनि टिममा भित्राइएका छन्। इशान पाण्डे नेपालको जर्सी लगाएर खेलेको भने अहिले मात्र होइन, 2019मा जिम्बाब्वे टुर गर्दा T20 खेलेका थिए। T20मा खासै केही गर्न नसकेर टिमबाट बाहिर रहेका थिए इशान। त्यसपछि फर्केका छन् 7 वर्षपछि ओडिआई क्रिकेटमा। कुशल मल्ल टिमबाट बाहिर रहेकाले टप अर्डरमा लेफ्टी ब्याट्सम्यान खड्किरहेको थियो नेपाललाई। त्यो भने इशान पाण्डेले पुरा गरेका छन्। नेपालको यस्तो ब्याटिङ, यस्तो क्रिकेट आगामी दिनहरूमा पनि देख्न पाइयोस्, हेर्न पाइयोस्। एज अ नेपाली फ्यान म त्यो कामना गर्छु पनि। इङ्ल्यान्डका अलराउन्डर एन्ड्रु फ्लिन्टफ आफ्टर गेम नेपाल यङ गाइजहरूलाई सपोर्ट गरे, बधाई दिए, कङ्ग्रेचुलेसन दिए र टिप्स पनि दिए केही। एज अ क्रिकेट फ्यान, क्रिकेट समर्थक म भन्छु यस्तै ठुला ठुला गेमहरू होस्, टेस्ट कन्ट्री, टेस्ट नेसनहरू नेपाल भिजिट गरोस्। त्यहाँबाट नै नेपाल क्रिकेट ग्रो हुन्छ, नेपाल क्रिकेटले सिक्छ, नेपाल प्लेयरहरूले सिक्नेछन् र नेपाल क्रिकेट ग्रो हुनेछ। अब कुरा गरौँ स्कटल्यान्ड विरुद्धको आगामी गेममा। स्कटल्यान्डको प्लेयरहरू फर्ममा छन्, राम्रो ब्याटिङ गरिरहेका छन्, तर कमजोरी भने स्पिन। स्कटल्यान्डको स्पिन कमजोरी रहिरहेको छ। किन भन्दा स्कटल्यान्डको प्लेयरहरू फास्ट बलिङ ट्र्याकमा खेल्ने गर्छन्, इङ्ल्यान्डको फास्ट बलिङ पिचमा ट्रेनिङ गर्ने गर्छन्, तर नेपालमा यहाँ स्पिनिङ ट्र्याक छ। त्यसका कारण पनि केही हाबी हुन सक्छन् स्पिनरहरू। गत म्याचमा सन्दीप लामिछानेले पनि 4 विकेट लिएका थिए स्कटल्यान्डको विरुद्ध। नेक्स्ट हुने गेम स्पिनर अलिकति भारी लिएर गयो भने स्कटल्यान्डको विरुद्ध नेपालले नतिजा आफ्नो पोल्टामा पार्न सक्छ। नेपालको स्पिनरलाई लाइनबाट भट्काउन केही रिभर्स स्विपहरू खेल्नेछन् स्कटल्यान्डको प्लेयरहरू, तर लाइनमा अडिक भयो भने स्कटल्यान्डको विकेट झर्नेछ। स्कटल्यान्ड त्यति सहज मानिँदैन स्पिन खेल्नमा। उसलाई फास्ट बलर खेलेको धेरै अनुभव छ, तर स्पिन भने यो सब कन्टिनेन्ट टर्निङ विकेटमा गाह्रो पर्नेछ स्कटल्यान्डलाई। यस जितसँगै भने नेपालको 20 पोइन्ट पुगेको छ, अङ्क तालिकाको 7औं स्थानमा यथावत नै रहेको छ। यदि यहाँबाट नेपालले अब एउटा गेम जित्छ भने सिधा 5औं नम्बरमा पुग्नेछ र नेदरल्यान्डबाट 6 अङ्कले टाढा हुनेछ। यदि हामी अङ्क तालिका हेर्छौँ भने प्रेसर बढ्दो क्रममा छ, खेल घट्दो क्रममा छ। यहाँबाट नेपाललाई टप 4 मा पुग्न नेदरल्यान्डलाई पछि पार्न पर्ने हुन्छ वर्ल्ड कप क्वालिफायरको लागि। नेपालको यही क्रिकेट, यही खेल, यस्तै कन्फिडेन्स र यही ब्याटिङ बलिङ हुन्छ भने म त विश्वस्त हुनेछु टप 4 मा पुग्छ भनेर। हजुरहरू पनि नेपालले नेदरल्यान्डलाई पछि पार्ने हो भने अझै 5 वटा गेम जित्नुपर्ने हुन्छ। 4 वटा गेममा बराबर हुनेछ भने 5औं गेम जितेको खण्डमा बल्ल नेदरल्यान्डलाई पछि पार्नेछ। यहाँबाट नेपालले यस्तै क्रिकेट खेल्छ भने, यस्तै गेम खेल्छ भने, यस्तै कन्फिडेन्ट हुन्छ भने, यस्तै टप अर्डर ब्याट्सम्यानको रन लाग्छ भने म चाहिँ विश्वस्त छु नेपाल टप 4 मा पुग्छ भनेर। हजुरहरू पनि कृपया कमेन्ट गर्नुहोला। यहाँबाट यदि नेपालले एउटा मात्र गेम पनि जित्छ भने नामिबिया र क्यानाडालाई पछि पार्नेछ र 5औं स्थानमा उक्लिनेछ। नामिबिया र क्यानाडा 21 र 22 पोइन्ट लिएर 5औं र 6औं स्थानमा रहेका छन्। अहिले हाल नेपालको 20 पोइन्ट रहेको छ। यदि अर्को गेम जित्छ भने 22 पोइन्ट र नामिबियाको भन्दा नेपालको रन रेट माथि भएको कारणले गर्दाखेरि 5औं स्थानमा उक्लन सक्नेछ। यो भिडियो कस्तो लाग्यो? यदि भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनु होला। यस्तै क्रिकेटको तथ्य विशेष भिडियो फेरि पनि लिएर आउनेछौँ। त्यतिन्जेलसम्मको लागि बिदा चाहन्छु। धन्यवाद। जय नेपाल क्रिकेट।